मिसाइल पड्किँदाखेरि यसको यहाँ एउटा हेलो नमस्ते साथीहरू, आज म कोरियाको एउटा यस्तो गाउँमा जाँदैछु र त्यहाँको दृश्य तपाईँलाई देखाउन गइरहेको छु। त्यो दृश्य देखेर तपाईँ छक्क पर्नुहुनेछ। ल हेर्नुहोस्, यहाँ मेरो पछाडि हेर्नुहोस् त, यो के हो? के देख्नुभयो? यसलाई राम्ररी हेर्नुहोस् त, अनुमान लगाउनु भयो यो के हो? यतापट्टि पनि हेर्नुहोस् त, यो के हो? यसलाई देखेर तपाईले अनुमान लगाउन सक्नुभयो? यो हो बमहरूको मिसाइलहरूको लास। मिसाइलहरूको लास, मिसाइलहरूको च्यान हो। सही सुन्नुभयो, यो हो बमहरूको मिसाइलहरूको च्यानै हो। किनकि यो पहिले नै 1950 मा कोरियाको युद्धमा प्रयोग भएका विस्फोट भइसकेका विनाशक बमहरूको अवशेषहरू हो, जुन चाहिँ अहिले यस ठाउँमा भेला गरेर यसरी मिलाएर राखिएको छ। ल हेर्नुहोस् त, कस्तो भयानक देखिन्छ यो दृश्यलाई। टुप्पीमा राखेकोलाई हेर्नुहोस् त। ल यो एउटा हाम्रो ठाउँको मङ्सिरमा धान काटेर कुन्यौ राखेको जस्तै गरेर मिलाएर राखिएको। ल हेर्नुहोस् कत्रो कत्रो छ। कोरियाको युद्ध भन्नाले 1950 देखि 1953 सम्म लगभग 3 वर्ष युद्ध चलेको थियो, जुन युद्धमा चाहिँ धेरै कोरियनहरूले आफ्नो ज्यान गुमाएका थिए। भनिन्छ कि जसमा 25 देखि 30 लाखसम्म कोरियन नागरिकले ज्यान गुमाएको थियो भने 8 देखि 10 लाखसम्म कोरियन फौजीहरूले, सेनाहरूले वीरगति प्राप्त गरेका थिए। जुन युद्ध